बानेश्वरमा आइतबार शिक्षक र प्रहरी बीचको झडपमा परि प्राइम टाइम टेलिभिजनकी संवाददाता सबिना कार्की घाइते भएकी छिन्। शिक्षकहरूको आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी उनको आँखामा प्रहरीले हानेको पानीको फोहरा लागेको छ। आँखामा चोट लागेपछि ढलेकी उनलाई नेपाल प्रहरीले बानेश्वरमै रहेको सिभिल अस्पतालमा उपचारका लागि पुर्याएको थियो। सो अस्पतालमा उपचार सम्भव नभएपछि ट्रमा सेन्टर पुर्याइएकी उनलाई त्यहाँबाट समेत तिलगङ्गा रेफर गरिएको छ। प्राइम टाइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले बताएका छन्। उहाँ सुरुदेखि नै शिक्षकहरूको आन्दोलनको निरन्तर रिपोर्टिङ गरिरहनु भएको थियो। सोही कारण आज पनि त्यस क्षेत्रमा पुगेकी उहाँमाथि गम्भीर चोट लागेको छ दाहालले भनेका छन्। सो चोट लाग्न साथ सिभिल अस्पताल पुर्याइएको उहाँको उपचार असम्भव भएपछि ट्रमा सेन्टर हुँदै यति बेला तिलगङ्गा लगिएको पनि दाहालले जानकारी दिएका छन्। त्यस्तै रिपोर्टिङमा पुगेका एक सञ्चारकर्मीमाथि भएको उक्त व्यवहारको निन्दा गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि प्रधान सम्पादक दाहालले माग गरेका छन्। त्यस्तै काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप हुँदा दर्जनौं शिक्षकहरू समेत घाइते भएका छन्। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो।